हेलो साथीहरु, कस्तो हुनुहुन्छ हाम्रो नयाँ भ्लगमा। साथीहरु, अहिले हामीहरु धेरै पछि भेटिएको छ भ्लगमा। सो गाइज, एकचोटी मेरो बीचमा च्यानल ब्यान पनि भयो, त्यसै कारणले मैले भ्लग हाल्न सकेन। सो गाइज, हजुरहरूले मेरो हातमा ब्याडमिन्टन देखेर केस गर्ने भएको होला कि मैले ब्याडमिन्टन खेल्न चाहन्छु। त गाइज, अहिले मेरो च्यानल लाइक, सब्सक्राइब, कमेन्ट सब गरिदिनु होला। अहिलेको लागि हामी ब्याडमिन्टन खेल्न बेला मिल्छौँ। सो गाइज, अहिले हामी ब्याडमिन्टन खेल्न आएका छौँ। अहिले हामीलाई खेलेर देखाउँछौँ। सो गाइज, यो हो गोल्डन गेमर। त्यो चाहिँ कहाँ गयो? यो चाहिँ इन्टरनेसनल खेलेको मान्छे जोफ्रा आर्चसँग। अनि त्यो चाहिँ के भन्छ नि त्यसले, अक्षर पटेलसँग खेलेको मान्छे। अनि यो चाहिँ एमएसटीसँग खेलेको मान्छे। सो गाइज, यसलाई खेल्न आउँदैन। गाइज, अहिले म यसलाई पताइरहेको छु। गाइज आफै पदियो। अगाडि आएर खेल्ने चाहिँ मैले यसलाई पछाडि भेचिदिएको छु स्टेजमा। अझै गाइज, अझै मिस गर्दैछ। यो निब्रा प्लेयर हो। अझै गाइज, अझै पल्दैछ गाइज। गाइज यो आफै तल दिएर नजिक दिन्छ गाइज। ऊ हेर्नु गाइज कहाँ खेला छ अब। सो गाइज, यसलाई मैले खेल्दैछु। एयर हुँदैछ, हावाले घरका जहाँ पनि जान्छ। मैले मुसिबत देख्न सकिन्छ यहाँ। अहिले म मेरो खुट्टा गाइज, अहिले स्विप सर्ट खेल्न चाहन्छु। क्रिकेट मेरो अहिले खुट्टामा ब्यालेन्स भएन। गाइज, हल्का मेरो पावरले अहिले मिस गरेको छु। स्ट्रिक छुटेछ। स्ट्रिक बनाउँछु गाइज। सो गाइज, अहिले हाम्रो स्ट्रिक छुट्यो। अहिले स्ट्रिक बनाउँछौँ हामीहरू। सेट गाइज, अहिले अझै स्ट्रिक छुटेको छ। आउँदैछ यसलाई त। ब्याटैमा लागेको छैन खालि। ओ गाइज, यति खेलेर अहिले हाम्रो हड्डी बसिरहेको भयो। यो बुढाबुढी गाइज हजुर अहिले हेर्नु त। उहाँलाई उठाउनु चाहन्थे गाइज। मैले आफूले डिक्लेयर गरेर अब यो खेल्न सक्छ। सो गाइज, यो क्यामेराम्यान पनि चेन्ज हुन्छ ल। सो गाइज, यो खेल्न थाल्यो। गाइज, थोडा मिसिङ भएको छ। मिसिङ कि मिस्टेक? सो गाइज, थोडा हल्का मिसअन्डरस्ट्यान्डिङ भएर। सो गाइज, तिनीहरूलाई खेल्न आउँदैन मेरो हिसाबले। गाइज, यसले आउँदैन खेल्नु। खेल्दा राम्रो खेल्छ गाइज एउटा अनएक्सपेक्टेड चिज भएको छ। सो गाइज, यो स्प्लेन्डर देख्न सक्नुहुँदैछ। त्यहाँ कर्को गएको छ गाइज। अहिले मेरो सर्टले
तेरो सर्टले मेरो सर्टले गएको छ भनेर भन्न सक्दैन यो भाइले हानेको थियो त्यहीले गएको छ गाइज यो हाम्रो यसले निकालेको छ यो मान्छेको लागि एउटा लाइक सब्सक्राइब गरिदिनु होला मेरो लागि तर मान्छेको लागि ल अब हाम्रो क्यामेराम्यान भन्छन् कसले पाद्यो सो गाइज अब यिनीहरू खेल्न थाल्यो एउटा मेरोमा आउला गाइज अहिले म लडिसकेको थिएँ क्यामेरातिर मैले जसरी पनि ब्यालेन्स बनाइहालेँ अहिले म अस्पतालमा हुन्थेँ गाइज धनगढी यो मैले 100 किलोको भालु मेरो माथि खोजेर म अहिले धनगढीमा हुन्थेँ यसमा हजुरलाई एउटा भिडियो भन्छु हजुर सर्च गर्नु होला है हजुर नेपाली मोगली सर्च गर्नु होला गाइज हजुरहरू त्यो म डिस्क्रिप्सनमा लिङ्क हालिदिउँला त्यो नाम हालिदिउँला त्यो हजुर नेपाली मोगली सर्च गर्नु होला हाँस्दा पागल हुनुहुन्छ गाइज म लिङ्कै हालिदिउँ होला डिस्क्रिप्सनमा लिङ्क होला त्यो भिडियोको हजुरहरूको प्यारेन्टले नदेखाउनु होला किनकि कोही घरमा पनि आएर हामीहरूको बेन्डो बजाइसक्छ यी गाइज यो मान्छे छ यो मान्छेले यो रोशनले यो भाङ खायो छास थियो यसले छासमा छाई हुन्छ नि त्यसमा भाङले कुट्यो अनि फेरि त्यसको रस हाल्यो खाइदियो भाङसँग छाईमा भाङ मिसाएर खायो अनि फेरि त्यो जे कुरा भन्दा त्यो मैले फेकमा भनेको थियो होइन गाइज एकदम रियल हो अनि फेरि भाङ खाएर सिधै गुड खाइदियो यसले यस्तो नसा लाग्यो यसले पुरै तेरो चाकको मैलबाट भन्छ अहिले म आउट भएको छु मसँग सचिन खेल्छ अब सचिनको बाली सो गाइड यसको हाम्रो क्यामेराम्यान सचिनको बाली छ अहिले म आउट मेरो गल्ती मिस टाइमले म आउट भएँ सो गाइस कर्कोमा हेर्नु न यिनीहरूलाई खेल्नै आउँदैन यहाँ कर्को छ कर्को यहाँ मान्छे यहाँ ओ सर्ट यार गाइज यिनीहरूको बिचमा कन्ट्रोभर्सी लेभल 5 पुगेको छ गाइज दुइटै आफ्नो पिक फङमा छन् उसले सर्ट करको यहाँ हाम्रो दिपेश पन्तकोमा आएको छ दाइ यो बेलौरीको डन हाम्रो यहाँको डन हो गाइज यो हाम्रो यहाँको डन यिनी टिम मेम्बर यसका यो हाम्रो टिमको झोली हो गाइज हजुरहरूले न्युज त सुन्नुभएको होला बालेन सरकार अब की बात बालेन सरकार बालेन सरकार सो गाइज बालेनले बहुतको अन्तरमा झापा 5 मा विजय हासिल गर्न सफल भएको छ केपीलाई आफ्नै जिल्लामा हराएको छ बालेनले आफ्नै स्थानमा हराएको छ यो मान्छेले सपोर्ट गर्नाले जित्यो हो बालेन यो सपोर्ट नगर्यो भने हार्थ्यो यसले सपोर्ट नगर्यो भने आज बालेन जित्थेन यसले सपोर्ट गर्नाले आज बालेन जितेको छ र यो केपीको झोले यो एमालेको झोले गाइज यसलाई घन्टीका फ्यानहरू जति सक्छ कमेन्टमा रेड हट मनको जति गाली छ त्यति यसलाई दिनु होला यो केपीको झोले हो हेर्नु केपीको झोले यो पनि केपीको झोले हो गाइज यो विपिन जोशीलाई गाली गर्नु होला गाइज म घन्टीको फ्यान यो पनि घन्टीको फ्यान यसले सपोर्ट नगर्यो भने आज बालेन जित्थेन र यो केपीको झोले गाइज यो केपीको झोले हो मतलब केपी मतलब यो एमालेको फ्यान हो गाइज हामी घन्टीका यो एमाले के भन्दैछ गाइज मेरो अङ्कलले देख्नुबाट मेरो खार मेरो त हो गाइज यसको अङ्कल मलाई गालामा हान्छन् के गरौँ म भन्नुपर्छ कन्टेन्टको लागि जे पनि सो गाइज अहिले मेरो सब्सक्राइबर कम्तीमा 89 पुगेको छ आई थिङ्क म यो
मेरो यो अब इक्जामसम्ममा 100 सब्सक्राइबर पुगाउन चाहन्छु। जसरी पनि आफ्नो साथी भाइ दिदी दादा बहिनी फुपा फुपी मामा माइजू बहिनी चेली चेलाहरू जेलाई पनि भेज्नुहुन्छ भेजेर लाइक सब्सक्राइब गरिदिनु होला। यी हाम्रो सचिन यता आएको थियो क्यामेराम्यानलाई हेर्न, तर के गर्यो यो हाम्रो गाइज अहिले यसले यस्तो गरेको थियो। अहिले यो मार खान्छ मेरो हातदेखि। गाइज यो पार्टलाई त गाइज यसलाई कमेन्टमा गालिदिनु। यहाँ जनक सिंह धामीलाई धेरै धेरै बधाई छ। बहुतको अन्तरले जित्नेको छ जनक सिंह धामीले। सेकेन्डमा तारा लामा तामाङ तारा लामा त भ्लगर हो कि त पत्रकार हो यार? म दुइटै म भ्लगर हुँ सरी। मेरो कन्टेन्टको लागि चाहिँ पनि नेपालमा चुनाव छ। अब आई थिङ्क बालिन बनिसकेको होला। मेरो अहिले यहाँ 4:55 भएको छ। 4:15 भएको छ। 4:15 सरी 55 मिनट भएको छ। अहिलेसम्म बालिन बनिसकेको होला। सटरडेको दिन थियो, शनिबार छ आज। यहाँ सर्टमा सर्ट हुँदैछ। म यहाँ कन्टिन्यू अहिले आउट भएको छ। सो गाइज आजको लागि यतिमै समाप्त गर्न सक्छु म। आजको लागि यति। बाई बाई, अर्को भ्लगमा मिल्ला।